साथी भयो मेरो छोरी अङ्कल हुन्छ होला है 16 दिदी नानीको टिकाकै बनाइदिनु कि के हो सिधा उभिनु वडासम्मको बनाइदिनु वडा भन्दा मुनि नानीको जरीकोट मात्र हो भाँजा सिधा हुनु न यो टिचर मात्रै बनाइदियो ल कुन स्कुल जनता फेरि अन्त कम्पिटिसन स्टुडेन्ट नै त्यस्तो धेरै पनि छैन पहिले जस्तो सेक्सन पुरै छुट्याइदिएको छ राम्रो छ है त्यहाँ त पढाइ अहिले राम्रो छ कुन जनता उता यो इटाली जनता त हाम्रो स्कुल चाहिँ जनता स्कुल छ कहिले हुन्छ साथी पूजा हप्ता लाग्छ 15 चाहिँ खै किन डिजाइन नि यस्तो हुन्छ रोकी रोकी बनाउन मिल्छ मिल्छ र त बनाएको भयो मान सिकाइदिनु त के र त जाँदैन नि दिदी अनि मलाई अझै ठुलो लाग्छ नि त छिटो छिटो प्रोग्राममा एटेन्ड गर्न मिल्दैन पाउँदैन स्टाफ हुँदैन होइन अब सिस्टम थाहा पाइहाल्नुभयो सर्भिस थाहा पाइहाल्नुभयो कस्तो कस्तो हामीले उपलब्ध दुईतिरै हामी दुई साइड चाहिँ राख्नु खोजिहाल्छ होइन कस्तो अब राख्नै पर्छ अनि यस्तो चिकन भन्दा नि अब एउटा मात्रै राख्नु भइहाल्छ मिल्दैन अगाडि हाम्रो चाहिँ जे पाए त्यही बनाइदिनुहुन्छ कस्तो 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 मुडमा भएको है घरमा सबै पैसा हेलो हामी यहाँ बस्न आएको छौँ यहाँ कतिजनासम्म अट्छ
हातको लागि हो भने त चिकन पनि राम्रो हुन्छ राम्रो हुन्थ्यो किनभने सबैलाई अहिले अब छैन नि त अहिले फिक्स छैन तर फिस हुँदैन छिटो राम्रो टाढा अहिले 3 बजीतिर फोन गरेर भनौँ न कालो हुन्छ भने पिर्दीलाई मात्रै रहेछ हामी छाता पनि हातमा बोकेर हिँड्ने हामी यसरी नराको काट्न मिल्छ नि अहिले टिकटकमा थाहा छ होइन कि लाउनु हामी के वेडिङको लागि वेटिङको लागि हजुर त्यहाँ बस्ने यतै गर्दा कहाँ सिद्धा एकछिन पछि हेर्न पाइन्छ मोबाइल बाटामा चाहिँ नहेर्नु यो साडी पनि राम्रो आएको छ तपाईँसँग यल्लो कलरको चोलो छ नि छ गोल्डनमा छ गोल्डन होइन गोल्डन त मिल्दैन मैले चाहिँ अस्ति फेरि यसरी भन्दै थिएँ मलाई साडी दिनु बढी रहेछ ओरेन्ज कस्तो टाइपको छ त्यो ओरेन्ज पनि देखाइदिनु
डार्क ग्रीन हो तिमीमा नि ग्रिन पनि मिसेको छ इमरान भन्छ तर त्यसमा पिङ्क चोलो हुन्छ कि त यसलाई लाउनु पऱ्यो चोलो अनि खुल्दैन कम्बिनेसन भयो भने कस्तो खतरा हुन्छ क्या फोटो यो कसरी हो मिटरको हामीले ग्रिनमा एरियामा किनेको थियो नि काटो कपडा थियो आफ्नो हातमा नगर्नु पर्छ त्यो अहिले लाइट यसमै चाहियो सेम कपडा हेर्नु त आएर उयो हो त्यो यो र त्यसमा डिफ्रेन्ट छ नि एउटै कपडा होइन कपडा एउटै हो एउटै हो तपाईँले ढाडिदिनु नि नाइ त्यस्तै यो हटाएर अरे हल्का फरक त्यो ड्यामेजहरू हेरेर हालिदिनु है खेलिदिनु भयो आमाले ल्याइदिनु भने लगेर किनकि यस्तो कपडाको डिजाइन कहिले पनि जाँदैन यस्तो राम्रो यस्तो यो गर्दा यस्तो दामी हो नि कस्तो सानो हुन्छ अनि दिदीको त्यो उ गर्नुपर्छ यो फ्रकको छ नि सलमा हाल्दा यहाँ पनि है, सङ्गीता। एक 75 पर्छ एउटा मान्छेको दिमागको छैन क्या हो एउटै मान्छेको भिडाइदिनु 6 मिटर सिवाइसी है यो सुनेर हेलो हामीले कुना राख्ने हो फेरि 75 चाहिँदैन होला सोध्नु त्यसो सिलाउनु हामी त 1.75 भन्दा घटिदिँदैनौँ सिलाउने काटिसक्यो अरे लसन कति काट्यो 1.25 हामी सक्नु पर्छ त्यही सोचेँ लाजा सेतो 2 मिटर अझै हालिदिनु है छुट्टै कस्तो उड्या कलर हो अर्को सेतो छैन पूजा कपाउनु सक्ने यही हो यही हो के को अर्को थियो 2 मिटर छुट्टै छुट्टै चाहियो छुट्टै छ होइन नि ओ त ब्लाउज धिन्डे खुट्टा धुन्थ्यो अलिक ठुलो भइदियो है त्यति हो कस्तो भाइ सानो भयो बिहे गर्नु थाल्नु कसरी मिटर हो पुरा अब त्यसैलाई गरौँ शॉर्ट काट देना 5.25 थोड़ी देर बाद दे देगा ठीक है 1 घंटा बाद क्योंकि फिर हमको भी पता नहीं है अंकल आ देगा 1 घंटा बाद यहाँ रख देते हैं हम कटा हुआ नहीं है उतना ठीक है वो अंकल आ जाएंगे ना अच्छा ठीक माथि हेर्नु त अलिक कलर गर्नु छ होला नि ये तीनटा यो एउटा यो एउटा यो तीनैको कलर फुल लाग्यो हुँदै अलि उज्यालो कलर हेलो अलि उज्यालो कलर देखाइदिनु हेर्नु न यिनै तपाईँलाई कुन मन कि सेतोबाट लाने भने तपाईँले हेर्नु यहाँ त हाम्रो हेडक्वार्टरमा तपाईँले सोराउनु बित्तिकै यहाँ हाम्रो मिटिङमा आइपुग्छ क्या हामी सांसदको नेता हजुर के अरे म यो लिएर सिङ्गापुर छ होइन छैन यहाँ पछाडि दोकानमा काम नगरेर कसले गर्छ म झन् बिहान कम्प्युटर दिन्छु त म त बिहान त्यही यो तिमीले देखाएन अलि माथि नै हो होइन दिदा भन्छ राम्रो देखाएको छ नि है राम्रो छ तर अलिक फिटिङ नगरिदिनु नि गाह्रो हुन्छ पछाडि त खोल्न परिहाल्यो नि हुँदैन साडी पनि हैन
साडी चाहिँ छेउ खिड्की मात्र फल्छ फर्स्टमा गर्दैन नगर्ने यस्तो होइन सादामा अनि बाला हालेर यस्तो सादा होइन अर्को मैले पहिला काम गरेको थिएँ हेर्छ यस्तो पुरै प्लेनमा नै यस्तो नि होइन अर्को टाइपको हुन्छ नि मखमल जस्तो के कस्तो टाइपमा हुन्छ मखमलको त ऊ हो सिलावरको हो सिलावरको होइन कि जानुपर्छ त जो अनि पहिला उता बुझ्न जानुपर्छ यता छिमेकी घरमा अनि भन्नु मम्मी कस्तो खालको प्लेन भन्नुभएको त्यस्तो होइन त्यो सेट सेटमा हुन्छ नि दिदी त्यो मखमल जस्तो टाइपको हुन्छ नि सेटै भएको कि त्यो मेटलको सेट भन्नुभएको मेटल भन्नु होइन यस्तो बाला हालेर चाहिँ बनाउने हो नि यस्तो बाला हाल्नुपर्छ आफूले भेलभेटको त काम चाहिँ सिसाकै चाहिन्छ के हो फुच्चेलाई पर्दैन ठुलो भइसक्यो फुच्चे के छ बाला उस के भन्छ यसलाई नै आफूले बनाउनुपर्छ यो पनि भेलभेट हो र होइन है यो चाहिँ भेलभेट यो चाहिँ पानीहरूले भिज्न हुँदैन यो पनि त्यही त हो न त यो त मेटल हुन्छ यो पानीले भिज्न हुन्छ केही हुँ यो राम्रो छ नि कसको लागि हो उहाँको लागि कति साइज साइजको लागि हो यहाँ हुन्छ यही छ यही हो 2 छोको कसरी छ दिदी यो नै गणेश भगवान हुनुहुन्छ उहाँ चाहिँ नै यस्तो पत्थरवाला राम्रो हुन्न होला अनि एडी भनेको यस्तै हुन्छ बहिनी यस्तै त हुन्छ कि यो झुम्का झुम्कालाई पनि देखाउनु यसमा नि छेउछाउमा झुम्का लाउनु कस्तो राम्रो बरु यही राम्रो देखाएको छुरा है यसरी अनि यो एउटा एउटा राखेर हो त्यस्तो अनि बिचमा चाहिँ यो अर्को सादा राखेर है बिचमा बिचमा चाहिँ दुईटा सादा बिचमा हाल्दिउँ चुराको फरकमा फरकमा हाल्दिउँ यस्तो यहाँ एउटा अनि यतापट्टि एउटा गरेर यसरी राम्रो हुन्छ है राम्रो देख्यो है ठिक छ यो एउटा हातमा भएन यसलाई चाहिँ छेउमा राख्नु भएको हुन्थ्यो नि ए मोटलाई छेउमा होइन यो पात्रै छेउमा राम्रो देख्छ हो यसो राखेर हेर्नु त कस्तो देखिँदो यसरी देखेको होइन छेउमै राम्रो देखिन्छ है कि बिचमा बिचमा बिचमै राम्रो किनभने त्यो पातलो ठुलो रहेछ अनि त्यही भएर नराम्रो देखियो बिचमा राम्रो देख्छ गोरा हातमा राम्रो देखियो गोरा हातमा साइनिङ पनि आउँछ यो भने तपाईँ सादा लगाउनु मन लाग्नुहुन्छ बाला लगाउनु तपाईँले बेहुलीपट्टि कि बेहुलापट्टि सबैजना बेहुलीपट्टि नै हो मेचुले पनि मलाई चाहियो भने रुन्थ्यो बेहुलापट्टि कोही हुन्न होइन त बेहुलापट्टिबाट कति राम्रो यो देख्नुभयो हाम्रो चाहिँ कस्तो खतरा राम्रो देख्दैन तपाईँको लागि त्यही छ त घरकै युज हुन्छ कुन घर घरमा लिएर आएकै युज हुन्छ घरमा कहाँ लिएर आएको त्यो युज नगरेको छैन कहाँ युज नगरेको बाजे कहाँ भन्ने भन्दिनँ एकपल्ट मलाई दिला साथ हिजो साडीमा किनेको हिजो किने छैन ए याद छ कि छैन सोधेँ अनि हिजो किने त हाम्रो साडी अर्को नि झोला थियो हाम्रो त्यही हो होला पाका बनाउन खोज्छ यो बिनाले जाम जाम यता थ्याङ्क यू 22 गतिको ब्राइडल हो जाम जाम अब हामी यताबाट जाउँ न त किन ऊ हेर्न
हेलो गाइस, हामी सपिङ गरेर हिँड्दैछौँ। अहिले चाहिँ हामी सङ्गीत चोकतिर जाँदैछौँ। के को लागि? ए विराटनगर लाइन उचाइनिर पनि छ। छ त। हामी हिँड्दैछौँ। सटअप। हामी कता जाँदैछौँ? हामी कता जाँदैछौँ? हामी चाहिँ दिदीको सपिङ गर्दै हिँडेको है गाइस। म एक्लै परेँ है अब। हामी चाहिँ खाजा खाना आएको अक्बर्नु हेर्नु नि गाला टल्किरहेको नै दिदी चाहिँ यहाँ भिनाजसँग बोल्दै हुनुहुन्छ। 22 गतेको प्राइड त्यो उpi गरिसक्नुभएको। त्यो चाहिँ हाम्रो लागि पानी आइपुग्यो। हामी चाहिँ यहाँ छौँ बुढाको अचारको होटेलमा। केही हुँदैन। हाम्रो चाउमिन। हामी चाहिँ खाजा खाएर अहिले बाहिर निक्लिसकेको। हामी व्हाइट फेदर जान लागेको थियौँ, बन्द भएछ। कहाँनिर? अस्ति न उसलाई नौगेडी किनेको ठाउँ कि ए त्यहाँ पनि राम्रो राम्रो ल्याउँछु नि। सुविधा मार्केट होइन कि यहाँभित्र सुविधा मार्केट जाने भएको। सादा सादा रहेछ। अरूले यस्तो सादामा आउने गरेको छ। यो जोइलाई कसरी पर्छ? ए पर्छ तपाईँको 2400, ए पर्छ 2200। किन यस्तो धेरै महँगो? महँगो 1800, ए 2500 पर्छ। अनि माला बनाएको चाहिँ अर्को ধোমালা খালি এখান দিয়ে ফ্রি নিয়ে ধোমালা করে কত পড়বে ফিটিং করে এই রেট হয়ে এই সমজি ডোই খালি ভাই এই না ভাই
यहाँ फिक्स गरौँ भनेको खाना खाँदै थियो यो भाइ त लास्ट लजाउनु रहेछ यता हेरेर राम्रोसँग भनिदेऊ न 6000 गरौँ भोलिपछि तिम्रो मालाको कति हो मलाई 80 रुपियाँ 80 ल्याउनु दिदी 50 रुपियाँ 50 होइन 50 यो भाइ त कस्तो खालको रहेछ कि घटाइदिनु नघटाइदिनु यहाँको दाइले हामीलाई चिन्नु भएको थियो मिलाइदिनु हुँदैन र त किन अड्ने भाइ के भयो फुल के